आज हामी यही बैतरणी नदी जाँदैछौँ। आज बिहानको हाम्रो यात्रा चाहिँ बैतरणी नदी। बैतरणी धाम अरे यस्तो रहेछ। लु जानु कल्पना दिदी के छ खबर? ठिकै छ, आनन्द छ, रमाइलो छ। आनन्द कान्छी अब बैतरणी तर्न जाने हो। बैतरणी जाने पछि केही गरी खुत्रुमा मरियो भने पनि पार हुँ भन्ने छ। बैतरणी नगरी मरियो भने पनि तर्न पनि सकिन्छ कि सकिँदैन। बैतरणी नदी हेरौँ कत्री रहेछन्। कति राम्रा राम्रा बनाएका हेर्नु न। बनाउन त कति राम्रा राम्रा यस्ता बनाएका, तर स्याहार सुसार दैन छ, लथालिङ्गर छ। हो हाम्रा साथीहरू टाढा आउँदै हुनुहुन्छ अरू पनि। बैतरणी नदी अन्तर्गत बैतरणी धाम। ए निकै ठुला खोला रहेछन्, के को तर्न सक्नु भने गाईको पुच्छर नसमाएर तर्नै नसकिने रहेछ। गाईको पुच्छर त चाहिने रहेछ। म माथि गएपछि मात्रै बैतरणी नदी भेटिन्छ होला भनेको, यहीँ पनि पो भेटिँदो रहेछ।